बालेन शाह र केपी ओली झापाबाट चुनाव लड्दैछन्। दुवै पार्टीले आफ्ना प्रधानमन्त्रीका उम्मेद्वारको रूपमा अगाडि सारेका व्यक्ति हुन्। तर यति बेला धेरै प्रश्नहरू उब्जिएका छन्। के ओली आफैले बालेनलाई जिताउँदैछन्? के ओली आफै आफ्नो भोट घटाउँदैछन्? झापा 5 मा कसले बाजी मार्ला र देशको प्रधानमन्त्री को बन्ला? किनभने चुनाव आउन अब 1 महिना मात्रै बाँकी छ। तर ओलीका पछिल्ला अभिव्यक्तिहरू हेर्दा यस्तो लाग्छ यो चुनाव उनी जित्न होइन आफ्नो अस्तित्व नै कमजोर बनाउन लड्दैछन्। ओलीका पछिल्ला अभिव्यक्तिहरू र ती अभिव्यक्तिले कसरी बालेनलाई अझ बलियो बनाइरहेका छन्। 5 यस्ता जटिल कारण जसले गर्दा झापामा ओलीले चुनाव हार्नेछन्। आउनुहोस् आजको भिडियोमा नेताले कसरी आफैले आफैलाई सिद्ध्याउँछ भन्ने कुराको तथ्यगत चिरफार गरौँ। केपी ओलीका पछिल्ला अभिव्यक्तिहरू र त्यसले के असर पार्न सक्छ यो बुझ्नका लागि सुरुमै विश्वका अन्य मुलुकका केही उदाहरणहरू हेरौँ। एक व्यक्तिको बोलीले इन्टायर इलेक्सन ल्यान्डस्केप कसरी बदल्न सक्छ? विश्व राजनीतिमा यस्तो धेरै पटक भएको छ जहाँ चुनावको मुखमा दिएको एउटै गलत अभिव्यक्तिले उम्मेद्वारलाई जितबाट हारतर्फ धकेलेको छ। उदाहरण नम्बर 1 अमेरिका टड एकिन। अमेरिकाको मिसौरी राज्यमा 2012 मा सिनेट चुनाव लडिरहेका रिपब्लिकन उम्मेद्वार टड एकिनले प्रचारका क्रममा वैध बलात्कार भयो भने महिलालाई गर्भ बस्दैन भन्ने अभिव्यक्ति दिएका थिए। यो महिलाप्रति अपमानजनक, वैज्ञानिक रूपमा गलत र असंवेदनशील थियो। यसपछि महिलामाझ उनको समर्थन एकाएक घट्यो। आफ्नै पार्टीले समेत दूरी बनायो र अन्ततः जित्न सक्ने चुनाव पनि उनी हार्न पुगे। एक बोलीले नै पुरै क्याम्पेन समाप्त भयो। उदाहरण नम्बर 2 बेलायतका गार्डन ब्राउन। बेलायतका तत्कालीन प्रधानमन्त्री गार्डन ब्राउनले एक वृद्ध महिला मतदातालाई बिगोटेड अर्थात् संकीर्ण सोच भएकी महिला भनेका थिए। यो कुरा माइक खुल्लै हुँदा रेकर्ड भयो। यो अडियो बाहिरिएपछि उनी जनताबाट तिरस्कृत हुनु पर्यो। जनतालाई हेप्ने नेताको आरोप लाग्यो। चुनावमा ठूलो नोक्सानी बेहोर्नु पर्यो। गल्तीले बोलेको शब्द पनि जनमत बदल्न पर्याप्त भयो। उदाहरण नम्बर 3 क्यानाडा 1993 को चुनाव। क्यानाडामा सत्तारूढ पार्टीले विपक्षी नेतामाथि अपमानजनक विज्ञापन अट्याक एड चलायो। जनताले यसलाई अनैतिक, स्तरहीन, व्यक्तिगत हमला भनेर बुझे। नतिजामा उल्टै सत्तारूढ पार्टीको मत घट्यो। पार्टी इतिहासकै सबैभन्दा ठूलो हार बेहोर्न बाध्य भयो। नकारात्मक प्रचार आफैलाई घातक बन्यो। यसबाट के बुझिन्छ भने चुनावको समयमा गलत शब्द, अपमानजनक तुलना, जनभावना विपरीत अभिव्यक्ति यी सबै कार्यले मतदाता विभाजन गर्छ, विरोधलाई सङ्गठित बनाउँछ र प्रतिद्वन्द्वीलाई अझ बलियो बनाइदिन्छ। अब यही सन्दर्भमा ओलीका पछिल्ला अभिव्यक्तिहरू र तिनले पार्न सक्ने गम्भीर असरको कुरा गरौँ। नम्बर 1 धनुषा महोत्तरी जस्तो फोहोर झापा छैन। यो एउटा वाक्य मात्रै होइन। यो वाक्यले पुरै मधेसलाई चोट पुर्याउन सक्छ। प्रधानमन्त्री भइसकेको र देशको ठूलो नेता भइसकेको व्यक्तिले क्षेत्र क्षेत्र तुलना गरेर यहाँ फोहोर यहाँ सफा भन्ने अभिव्यक्ति दिनु राजनीतिक रूपमा आत्मघाती हुन जान्छ। यसको असरले मधेसमा एमाले विरुद्ध बहिष्कार अभियान नै चलेको देखिन्छ। ओली विभाजनको राजनीति गर्छन् भन्ने धारणाले मधेसी युवामा झन असन्तुष्टि बढेको देखिन्छ। ओलीले झापा बलियो बनाउने सोचले बोलेका कुरा झापा बाहिर एमालेको भोट घटाउने कारण बन्न सक्छ। बालेन यहाँ कोइला बाल्न आउने हो। यो बयान सुन्दा धेरैलाई लाग्छ के मधेस कोइला बाल्ने हैसियतबाट कहिल्यै माथि उठ्दैन। ओली देशका पटक पटक प्रधानमन्त्री भइसकेका नेता हुन्। मधेसलाई समृद्ध बनाउने जिम्मेवारी त ओलीलाई दशकौंदेखि दिइएको थियो। आज आएर उल्टै काठमाडौँका मेयरसँग तुलना गर्ने, उल्टै मधेसलाई विभेद गर्ने। जनताले प्रधानमन्त्री केका लागि बनाएको थियो? के झापामा मात्रै विकास गर्न? के मधेस नेपाल होइन भन्ने जस्ता गम्भीर प्रश्न उठाइदिएको छ। यसले त के सन्देश दियो भने ओली डिफेन्सिभ देखिए। बालेनलाई ठूलो थ्रेट ठानेको संकेत गयो। बालेनको स्ट्याटर झन बढ्यो। राजनीतिमा एउटा नियम हुन्छ, जब ठूलो नेता सानो कुरा गर्छ सानो नेता ठूलो देखिन थाल्छ। यहाँनिर बालेन ओली भन्दा संयम र ठूलो नेता देखिन्छन्। मानौ ओली इतिहासमा 3 पटक प्रधानमन्त्री भएकै थिएनन्, बरु पहिलो पटक झापामा चुनाव लड्दैछन्। नम्बर 2 उनको अर्को अभिव्यक्ति थियो बालेन आएपछि झापाका सुकुम्बासी डराएका छन्। यो बयानले ओलीलाई 2 दिशाबाट हान्यो। पहिलो झापाकै सुकुम्बासीको आक्रोश। झापामा काठमाडौँ पछि धेरै सुकुम्बासीको संख्या छ। अहिले 3,000औं सुकुम्बासीले विरोध गर्दैछन्। हामी यत्रो समयदेखि यही अलपत्र छौँ। ओली प्रधानमन्त्री हुँदा किन लाल पूर्जा पाएनौँ? दोस्रो बालेनको न्यारेटिभ बलियो भयो। बालेन काम गर्ने नेता, ओली बोल्ने तर काम नगर्ने नेता भए। यहाँ ओलीले सुकुम्बासी डराउनु पर्ने कुरा गरे, तर बालेनले डर होइन कारबाहीको छवि बनाइसकेका छन्। नम्बर 3 जेन्जी आन्दोलन र संवेदनहीनता। जेन्जी आन्दोलनपछि युवामाझ ठूलो राजनीतिक चेतना आयो। आन्दोलनमा दर्जनौं मान्छे मरे, तर ओलीबाट एउटा संवेदनासम्म आएन। उल्टै जेन्जीलाई आतंकवादीको जस्तो ट्याग दिए।
यसको असरले एमाले युवा मत घटाएको पक्का हो। ओली पुरानो सोचको नेता हुन्, उनले परिवर्तन चाहँदैनन् र परिवर्तन ओलीबाट सम्भव छैन भन्ने जनताले बुझेका छन्। सामाजिक सञ्जालमा ओली विरोधी ट्रेन्ड चलिरहेको छ। जनताले आफ्नो पीडा र आक्रोश बोलेको छ, तर ओलीले साइबर अट्याक भन्छन्। आजको चुनाव युवाहरूले चलाइरहेका छन् र ओलीको भाषा युवाले अस्वीकार गरिरहेका छन्। ओलीले यसलाई जानेर पनि नजाने जस्तो गर्दैछन्, जसले गर्दा उनीप्रति झनै आक्रोश बढ्दैछ र यसको घाटा स्वयं ओलीलाई नै हुनेछ। नम्बर 4, राष्ट्रिय स्वतन्त्र पार्टी र अन्य वैकल्पिक शक्तिलाई देश जलाउने पार्टी भन्नु। ओली एकहोरो बोलिरहेका छन्, देश र सिंहदरबार जलाउनेहरूलाई हराउनुपर्छ, तर जेन्जी आन्दोलनमा ज्यान गुमाउने शहीदको न्याय हुनुपर्छ भन्दैनन्। त्यसको प्रतिवाद अन्य कुनै पार्टीले खासै गरेको देखिँदैन। यसको मतलब 23 गते जनको क्षति एमालेको कारण भएको, तर 24 गतेको धनको क्षति अरूले गरेको हो भन्ने उनकै बोलीबाट आम मानिसले अनुमान लगाएको देखिन्छ। जब जनताले विकल्प खोजिरहेका छन्, ओली डर देखाएर राजनीति गरिरहेका छन्। जनता भन्दैछन् डर देखाउने राजनीति अब काम गर्दैन, काम देखाउने राजनीति चाहिन्छ, तर ओली बारम्बार त्यही डर देखाउँदैछन्। कतै यिनै ओलीका बोलीले बालेनलाई अझ बलियो बनाइरहेका त छैनन्? सिधा उत्तर हो, बालेनलाई झन् बलियो बनाइरहेका छन्। किनभने ओली बालेनलाई अट्याक गर्छन्, बालेन चुपचाप लागेर काम गर्छन्। यति बेला जनताले आफै तुलना गर्छन्। ओली जहाँ जहाँ जान्छन् त्यहाँ विवाद, दोष, आरोप प्रत्यारोप मात्रै सुनिन्छ। बालेन जहाँ जहाँ जान्छन् त्यहाँ बरु समस्या समाधानको छलफल हुन्छ। ओली बोल्दै जान्छन्, बालेन बोल्दैन बोली जित्दै जान्छन्। अब आउँछ गम्भीर प्रश्न, किन झापा 5 मा ओली हार्न सक्छन्? 5 कारण यस्ता हुन सक्छन्। कारण नम्बर 1, ओभर कन्फिडेन्स। झापा आफ्नो किल्ला हो भन्ने सोच ओलीभित्र छ, तर परिस्थिति फेरिएको छ। यो कुरा थाहा नपाउँदै ओलीले हारिसकेका हुनेछन्। कारण नम्बर 2, बोली नियन्त्रण नहुनु। हरेक दिन नयाँ विवाद, जहाँ जहाँ जान्छन् त्यहाँ कुनै न कुनै आरोप लाउनै पर्ने। चुनावभन्दा ड्यामेज कन्ट्रोल बढी। यसले गर्दा उनीप्रति जनताको आक्रोश अझ बढ्न सक्छ। कारण नम्बर 3, युथ डिस्कनेक्ट। ओलीको लागि सबैभन्दा हानि जेन्जी आन्दोलन अस्वीकार गर्नु हो र सोसियल मिडिया प्रतिक्रियालाई गलत राजनीति वा साइबर वार बुझ्नुले युवाहरू ओलीबाट अझ टाढिँदैछन्। कारण नम्बर 4, बालेन र रासोपा वाव। यो चुनाव व्यक्ति मात्रैको प्रतिस्पर्धा होइन। बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी अब उम्मेद्वार भन्दा माथि उठेर एउटा मुभमेन्ट बनिसकेका छन्। प्रतीकात्मक प्रभाव झापामा बोली हुँदैछ। यसले तटस्थ मतदातालाई पनि बालेन र रासपातिर धकेल्ने सम्भावना बढाएको छ। कारण नम्बर 5, सत्ताको थकान। दशकौं सत्ता चलाएको व्यक्ति अझै मैदानमा छ। न तरिका बदलिएको छ, न कुनै नयाँ मोडेल छ। फेरि उही ओली, उही झुट, उही भ्रम भन्ने प्रश्नले जनता हताश हुँदैछन्। यी सबै अवस्थालाई केलाउँदा ओलीले सोचेर बोल्नुपर्छ र आत्मालोचना गर्दै नयाँ परिवर्तनको खाका लिएर जनताको सामु गएको भए उनले जित्न सक्थे। मतलब उनले हारिसकेको चाहिँ होइनन्, तर उनको अस्वाभाविक व्यवहारले उनको जित पनि फितलो बनाइदिन्छ। यदि ओलीले आफ्नो बोली नियन्त्रण गरेनन् भने झापा 5 मा 1 सिटको हार हुने छैन। त्यो पुरानो राजनीतिक शैलीको हार हुनेछ। त्यो नयाँ पुस्ताको चेतनाको जित हुनेछ। यहाँनिर तपाईँलाई तेस्रो व्यक्तिले पनि जित्न सक्छ, किन नामै नलिएको भन्ने लाग्ला। त्यसको बारेमा छुट्टै भिडियो बनाउनेछौँ। यो भिडियो भने ओली र बालेन केन्द्रित थियो। जित्ने अरू कोही भए पनि प्रतिस्पर्धाको चर्चा यिनै दुईको भएकाले। बाँकी त फैसला जनताले गर्ने हो। स्थिरता चाहिन्छ कि परिवर्तन? डरको राजनीति कि कामको राजनीति? ओली कि बालेन? निर्णय तपाईँको हातमा छ। तपाईलाई के लाग्छ? झापा 5 मा कसले जित्ला र देशको प्रधानमन्त्री को बन्ला? कमेन्टमा आफ्नो धारणा लेख्नुहोला। साथै च्यानल सब्स्क्राइब गर्न पनि नबिर्सिनुहोला, किनकि तपाईँको साथले नै हामीलाई थप ऊर्जा दिन्छ। हामी फेरि भेट्नेछौँ। थ्याङ्क यू फर वाचिङ।